यो म्यान इट्स मी द वर्ल्ड कटेक्स होइन अब नाम पनि ल्याडे राख्छ भनेर सोचिरह होला तिमीहरूले तर एकताल गुगलमा गएर सर्च गर्दा नि हुन्छ केही आउनेवाला छैन होइन सो द भिडियो इज अबाउट टु बिकम बोर हाउ टु बिकम बोर यसमा तिमीहरूलाई केही हुनेवाला छैन न मैले हँसाउनेवाला छु तिमीहरूलाई न एडिटिङै हुन्छ यसमा न स्क्रिप्ट लेखेको छु मैले होइन 2-4 लाइन यसो कहाँबाट सुरु गर्ने भनेर यसो लेखा मात्र हो होइन केही हुनेवाला छैन यसमा हुनेवाला छ त केवल मलाई थाहा भाइ फक यु होइन टेन्सन यसमा मेरो मात्र डेभलपमेन्ट हुनेवाला छ सेल्फ डेभलपमेन्ट त्यहाँ त्यहाँ लोडा लसुन जे बुझे नि तिमीहरू होइन अनि तिमीहरूको लागि एउटा सानो टेस्ट छ भिडियोको लास्टमा अब कसरी बोर गर्नु यार तिमीहरूलाई के गरी मान्छेले हेरेर रहेछ भने नि 2-4 शब्द मुख छाडेर जान्छ अब मलाई थाहा तर डोन्ट गिभ अ फक क्याट्स आइ एम रनिङ इन माई वे अनि अहिलेको जमानामा मान्छेहरूलाई बोर हुनै आउँदैन के जतिखेर जो पनि हेऱ्यो होइन जहाँ गए पनि बाहिरतिर हिँड्दा शुद्ध स्क्रोलिङ होइन हग्दा शुद्ध हग्दा मुद्दा यान त्यान जे गर्दा पनि स्क्रोलिङ यो बोली लटपटेर माछी भन्नु मन लाग्छ तर फक द्याट सिट होइन स्क्रिप्ट छैन त्यसैले म आफ्नै तालमा बोलिरहेको छु सो डोन्ट गिभ अ फक म्यान यो भिडियो चाहिँ टु मेक यु बोर तर बोर कसरी बनाउने नै थाहा भएन मलाई सुन्न चाहन्छौ सुना नसुन्न चाहन्छौ फक यु सो के केही छैन कुरो अब एउटा कुरो भन्न मन लाग्यो होइन तिमीहरू यो स्क्रोलिङ गर्छ नि त्योबाट यति डोपामिन प्रड्युस हुन्छ कि हाम्रो ब्रेनमा होइन तिमीहरू ड्रग्स कहाँ बराबर हो कि बरु ड्रग्स खाने मान्छेलाई त 2-3 चोटि भए पुग्ला नि तर तिमीहरूलाई त पुग्दैन नि दिनको 17-18 घन्टा त त्यही नन स्टप स्क्रोलिङ गर्नमै जान्छ होला सायद तिमीहरूको मिनिमम 7 देखि 8 घन्टा म्याक्सिमम त अब 24 घन्टा तिमीहरू सुत्नु छाडी छाडी स्क्रोलिङ गर्न भेट्छन् होइन जहाँसम्म लाग्छ मलाई अनि what to say man what to say अब हेर्ने मान्छेले नि 10 सेकेन्ड जति हेऱ्यो होला त्यसपछि गयो बट आई डोन्ट केयर आई एम जस्ट रनिङ इन माई ओन वे एन्ड ट्राइङ टु डेभलप माई सेल्फ तिमीहरू जहाँको त्यही छौ क्या बट आई एम भेरी हाई इन द स्काई not with the drugs but high with the self development बोली लटपटे नाच self development and with the meditation and I'm too much high so तिमीहरूले केही भन्नु छैन जस्ट बाई बाई अनि तिमीहरूको लागि एउटा सानो टेस्ट बनाएको थियो होला सायद मैले होइन त्यो टेस्ट चाहिँ तिमीहरू कतिको पेसेन्स छौ भनेर हो यो 2-3 मिनट कति मिनट भयो होला सायद तर तिमीहरू कतिको पेसेन्स छ तिमीहरूको पेसेन्स लेभल कति छ भनेर मात्र हो अब इट्स द सिरिज अफ बोरिङ एपिसोड पार्ट 1 एन्ड भोलि पर्सि आउन सक्ला सायद सो बाई बाई टाटा